यसै गरी अर्को ग्रामर रहेको छ खाइगा आत्ते। अब यसको अर्थ हुन्छ डट गरेको, कुनै काम गरेको सफल भयो, काम लाग्यो, खेर गएन, राम्रो भयो भन्ने अर्थ लाग्छ है त। कुनै काम वा कडा मेहनत गरेकोले त्यसको फलस्वरूप अनन्त केही कुरा सफल भयो अथवा मेहनत खेर गएन अथवा राम्रो नतिजा आयो भनेर भन्नुपर्ने अवस्थामा हामीले यसको प्रयोग गर्न सक्छौँ भनेर बुझौँ। अब यसको सेचुजोको छ भबको ताफम प्लस खाइगा आत्ते अथवा खाइगा आरु पनि हुन्छ। नाउन हो भने नो खाइगा आत्ते अथवा खाइगा आरु। अब यहाँ के छ भने यो खाइगा आत्तेको अगाडि यहाँ बिचमा मैले चाहिँ गालाई कोष्टमा राखेको छ। यसको अर्थ हुन्छ खाइ आत्ते मात्रै पनि भन्न मिल्छ। यो गा चाहिँ लगाए पनि हुन्छ नलगाए पनि हुन्छ भन्ने कुरा हो है त। खाइगा आत्ता आत्ते भने पनि भयो हैन, नभए खाइ आत्ते मात्रै भन्दा पनि हुन्छ ल है। अब यसको रेबुनहरू हेरौँ। पहिलो रेबुन छ दौरेकु सीता खाइगा आत्ते सिकेन्नी गौखाको देखिता भनेको कडा मेहनत। दौरेको सुरु भनेको मेहनत गर्नु, परिश्रम गर्नु भन्ने अर्थ लाग्छ। भनेको मेहनत गरेको काम लाग्यो हैन त, मेहनत गरेको खेर गएन, सफल भयो, परीक्षा पास गर्न सके भन्दैछ हैन त। अब यहाँनिर काम लाग्यो भने पनि भयो, सफल भयो भने पनि भयो, अथवा मेहनत गरेको खेर गएन भने पनि भयो, अथवा मेहनत गरेको राम्रो भयो भने पनि भयो, जसरी बुझ्दा पनि हुन्छ। भन्न खोजेको के त, मेहनत गरेको खेर गएन, परीक्षा पास गर्न सके भन्ने अर्थ दियो ल। अब अर्कोले भन्छ माइनिची रेन्स्यु सीता खाइगा आत्ते युस्यौ देखिता। हरेक दिन अभ्यास गरेको काम लाग्यो, हरेक दिन प्र्याक्टिस गरेको खेर गएन, किन त रिजल्ट के आयो त एकदमै राम्रो नतिजा आयो। युस्यौ देखिता भनेपछि जित्न सके, च्याम्पियन भए भन्दैछ। अर्कोले भन्छ शिवजिचुनो खाइगा आत्ते हाहावा गेन्किनी नात्ता। शिवजिचु, अब यसलाई चाहिँ एमी खाता राखिदिउँ। यसको भनेको के त, शल्यक्रिया सफल भयो, शल्यक्रिया गरेको खेर गएन, काम लाग्यो, फलस्वरूप आमा निको हुनुभयो भनेर भन्दैछ हैन त। अर्कोले के भन्छ इस्योकेन्नै हाताराइता खाइगा आत्ते स्योसिन देखिता भनेको कडा मेहनतका साथ काम गरेको काम लाग्यो, कडा मेहनतका साथ काम गरेको खेर गएन। किन खेर गएन त, एकदमै कडा मेहनतका साथ काम गरेको थिएँ, बडुवा भएँ भन्ने जस्तो अर्थ आयो नि त ल। अर्कोले भन्छ बुवा आमाले साथ गोमेन्ने पढ्नै बिर्सेछु। ओयानो सासाए, ए सासाए भन्छ सपोर्ट गर्नु हैन। यसको एमी खाता पनि राखिदिन्छु म ल। के भन्छ भने ओयानो सासाए नो खाइगा आत्ते। अब नाउन भएको हुनाले नो खाइगा आत्ते भयो। भनेको ओया भनेको अभिभावक, आमा बुवा भनेको हैन त। अब आमा बुवाले साथ दिनु भएकोले अथवा चाहिँ आमा बुवाको साथ पाएको हुनाले भन्ने जस्तो अर्थ लाग्यो। युमे हो खानायरु कोतोगा देखिता। युमे हो खानायरु भनेको सपना पुरा गर्नु हैन, सपना पुरा गर्न सके भन्दैछ। भन्नुको मतलब आमा बुवाले साथ दिनु भएको खेर गएन, काम लाग्यो, राम्रो भयो हैन त, जे भने पनि भयो, सपना पुरा गर्न सके भन्ने अर्थ दियो। अर्कोले के भन्छ नान्दोमो भनेको, नान्दोमो भनेको धेरै पटक हैन, कति पटक भन्ने जस्तो अर्थ लाग्छ, धेरै पटक भन्ने अर्थ दियो। सिप्पाई सीता केदो धेरै पटक असफल भए, मिस्टेक भए, गल्ती गरे, तर साइगोनी अन्तिममा सेइको सिते सक्सेस भएर दोरेकुनो खाइगा आत्ता तो खान्जिता। सफल भएर के भयो त, दोरेकुनो खाइगा आत्ता भनेको प्रयास गरेको, मेहनत गरेको, काम लाग्यो भनेर खान्जिता अरे फिल गरे, सोचे भनेर भन्दैछ। अनि अर्कोले भन्छ हाहानो तामेनी चुकुत्ता रेउरियो ओइसी तो इत्ते मोरात्ते गोमेन्ने ओइसी तो इत्ते मोरात्ते चुकुत्ता खाइगा आत्ता भनेको आमाको लागि बनाइएको परिकार हैन त, आमाको लागि बनाएको रहेछ त्यो परिकार चाहिँ ओइसी तो इत्ते मोरात्ता भनेको मिठो छ भनेर भनि पाएँ अरे, त्यसले गर्दाखेरि चुकुत्ता खाइगा आत्ता बनाएको खेर गएन, एकदमै काम लाग्यो, सफल भयो, मैले आमाकै लागि विशेष गरी बनाएको, आमाले मिठो छ भनिदिनु भयो, खुसी भए भन्न खोजेको हैन त। यसरी चाहिँ हामीले यो खाइगा आत्तेको खाइगा आत्ते अथवा चाहिँ खाइगा आरु पनि प्रयोग हुन्छ। अब यहाँ चाहिँ खाइगा आत्ता छ नि, यो आरुको ताकै भएको, आत्ता भएको हैन त। फेरि अब यो माथि आरु लेख्नु भएको छ, यो के भन्छ, यो रेन्स यसको चाहिँ उनै छैन, रेबुन छैन भन्नु होला। यो खाइगा आरुको खाइगा आत्ता भएको है त, त्यही हो कुरो। अब रेन्स्यु है त एउटा।
अब रेन्स्यु अब साथीहरूले कमेन्ट गरिराख्नु भएको हुन्छ रेन्स्यु पनि बनाउनुहोस् एउटा चाहिँ अन्तिममा भन्नुभएको थियो। त्यसले गर्दाखेरि अब यो रेन्स्यु तपाईँहरूको लागि हो। यो भिडियो हेरेको काम लाग्यो, राम्रोसँग बुझेँ, अथवा यो भिडियो हेरेको के भयो त सफल भयो, राम्रोसँग बुझेँ, अथवा यो भिडियो हेरेको खेर गएन, समय खेर गएन, राम्रोसँग बुझेँ, जसरी भन्दा पनि हुन्छ। अब यसको एउटा तपाईँले सेन्टेन्स रेबुन बनाएर पठाउनुहोस् है त। मैले यो नेपालीमा भनिदिएँ, तपाईँले यो खाइगा आत्ते अथवा खाइगा आरुको प्रयोग गरेर प्र्याक्टिस गर्नुहोस् है त। ल मिनासान गाम्बाते गर्नुहोस्। त्यही गरी अर्को ग्रामर रहेको छ खाइमो नाकु भन्ने छ है त। अब योभन्दा अगाडि हामीले पढेको खाइगा आत्ते अथवा खाइगा आरु भनेर पढाएको थियो नि, त्यसैको नेगेटिभ फर्म हो यो। अब योभन्दा अगाडि खाइगा आरु अथवा खाइगा आत्तेको अर्थ के हुन्थ्यो त? गरेको काम लाग्यो, सफल भयो, खेर गएन भन्ने अर्थ हुन्थ्यो। हेर्नुहोस् त, यो अर्थ हुन्थ्यो भने अब खाइमो नाकु अथवा खाइगा नाई भन्ने अर्थले के दिन्छ त? अर्थ मेहनत खेर गयो, काम लागेन, व्यर्थ भयो भन्ने अर्थ दिने भयो। अब यसको अलिकति परिभाषा, सक्दो प्रयास गरे पनि काम सफल भएन, मेहनत खेर गयो अथवा काम लागेन भन्नु पर्दाखेरि हामीले यसको प्रयोग गर्छौँ भनेर बुझौँ। अब यसको सेचजोको चाहिँ भबको ताफम अथवा नाउन भने नो खाइगा नाई अथवा खाइमो नाकु भन्ने अर्थ हुन्छ। अब यो मो लगाएको चाहिँ खाइमो नाकु लगाउँदाखेरि यो बिचको मो चाहिँ युज गरे पनि हुन्छ, नगरे पनि हुन्छ। खाइ नाकु भन्ने पनि हुन्छ अथवा खाइमो नाकु भनेर युज गरे पनि हुन्छ है त। ल अब यति भइसकेपछि रेबुन हेरौँ। पहिलो रेबुन छ बेविन्नी इत्ता खाइमो नाकु इतामिवा नाउरा नाखात्ता। अस्पताल गएको व्यर्थै भयो, कामै लागेन, दुखाइ निको भएन भन्छ। के भन्यो त यसले? अस्पताल गएको व्यर्थ भयो, काम लागेन भन्छ। किन काम लागेन त? दुखाइ निको भएन भन्ने कुरा गर्यो। अब हामीले यसैलाई पनि हामीले भन्दाखेरि दुखाइ निको भएन, अस्पताल गएको व्यर्थै भयो पनि त भन्छौँ नि त। ठ्याक्कै त्यो बेलामा चाहिँ हामीले लास्टमा खाइगा नाखात्ता अथवा अब त्यति बेला चाहिँ हामी खाइगा नाखात्ता भनेर प्रयोग गर्ने। जस्तो कि यसलाई मैले चाहिँ एउटा उदाहरण बनाउँछु, इतामिगा नाउरा नाखात्ता। यसलाई जस्ट अपोजिट है, अब तपाईँहरूलाई बुझ्नको लागि मैले बनाउँदैछु है त। इतामिगा नाउरा नाखात्ता, दुखाइ निको भएन। बेविन्नी इत्ता, अब यहाँ खाइमो नाकुको ठाउँमा चाहिँ हामीले अब नाकु लगाइसकेपछि त पछाडि यहाँ सेन्टेन्स चुजुको हुनुपर्छ होइन त। अब चाहिँ यति बेला चाहिँ हामी के गर्छौँ त? खाइगा नाखात्ता, खाइगा नाखात्ता। अर्थ त एउटै हो। अब यसले भन्न खोजेको कुरा के हो? दुखाइ निको भएन, इतामिगा नाउरा नाखात्ता, दुखाइ सन्चो भएन। बेविन इत्ता खाइगा नाखात्ता, हस्पिटल गएको व्यर्थै भयो, काम लागेन अथवा खेर गयो भन्न खोजेको जस्ट यो माथिको अपोजिट। अब के भन्छ भने दुखाइ निको भएन, मैले यसैलाई पनि जस्ट अपोजिट बनाइदिन्छु, अस्पताल गएको व्यर्थै भयो होइन त। ल यसरी पनि त भन्न मिल्छ त हामीले, दुखाइ निको भएन, अस्पताल गएको व्यर्थै भयो, अथवा अस्पताल गएको व्यर्थै भयो, अथवा अस्पताल गएको कामै लागेन, दुखाइ निको नै भएन, जसरी भने पनि हुन्छ नि। अब यसरी लास्टमा चाहिँ सेन्टेन्स इन्डिङ गर्दाखेरि चाहिँ अब यो युज गर्नु पर्दाखेरि चाहिँ अब नाकु त अब लाग्दैन, नाखात्ता, खाइगा नाखात्ता यसरी चाहिँ युज हुन्छ है त। ल यति बुझिसकेपछि अर्को रही पनि हेरौँ। यसले के भन्छ भने माइनिची उन्दो सीता खाइमो नाकु ताइजिउगा आमारी हेरा नाखात्ता। हरेक दिन व्यायाम गरेको, एक्सर्साइज गरेको पनि कामै लागेन, तौल खासै घटेन होइन त। तौल खासै घटेन, हरेक दिन व्यायाम गरेको कामै लागेन पनि भन्न मिल्छ, जस्ट अपोजिट होइन त। अघि भर्खर हामीले बनायौँ नि, यस्तै हो, यस्तै सेन्टेन्स बनाउन मिल्छ, जसरी बोले पनि भयो। अर्को छ त्यस्तो नो तामेनी ताकुसान बेन्क्यौ सीता खाइमो नाकु ओचिते सिमात्ता। परीक्षाको लागि धेरै पढेको थिएँ, कामै लागेन, व्यर्थै भयो, खेर गयो। किन खेर गयो त? परीक्षामा फेल भएपछि त खेरै गयो नि त होइन। ओचिते सिमात्ता भनेपछि असफल भएँ, फेल भएँ भन्न खोजेको। अर्कोले भन्छ ताखाइ चिकत्तो खात्ता खाइमो नाकु कोन्सातो वा चिउसिनी नात्ता। महँगो टिकट किनेको थिएँ तर कन्सर्ट रद्द भयो, कामै लागेन त्यो टिकट किनेको। काम लाग्यो त? खेर गयो त्यत्तिकै। किन खेर गयो त? जसको लागि किनेको कन्सर्टको लागि त्यो कन्सर्टै रद्द भयो भन्ने जस्तो अर्थ लाग्छ। अर्कोले भन्छ जिखानो खाकेते जिन्बी सीता खाइमो नाकु हाप्यो वा उमाकु इका नाखात्ता। समय लगाएर, धेरै समय लगाएर जिन्बी सीता भन्छ नि त होइन,
तयारी गरेँ तर कामै लागेन। किन भन्दाखेरि हाप्यो वा उमाको इका नाखात्ता, प्रस्तुति चाहिँ राम्रो भएन, राम्रोसँग गर्न सकिएन भन्ने अर्थ लाग्छ। अब यो बिचमा चाहिँ किनेको थिएँ तर कन्सर्ट रद्द भयो, अब यहाँ चाहिँ कामै लागेन भन्ने जस्तो आशय दिन्छ। त्यसलाई चाहिँ हामीले यो कामै लागेन पनि थपिदिउँ न, होइन त? किनेको थिएँ के त कामै लागेन, धेरै समय लगाएर तयारी गरेँ तर कामै लागेन, प्रस्तुति के भयो राम्रो भएन भनेर भन्छ। अब अर्कोले भन्छ सेन्सेनी सौदान सीता खाइ मो नाकु मोन्दाइ वा खाइ खेचु सिनाखात्ता। यसले के भन्छ भने सरसँग होइन, सौदान सुरु भनेको छलफल गर्नु, सल्लाह गर्नु होइन। सरसँग अध्यापकसँग सल्लाह लिए पनि कामै लागेन कि त किन काम लागेन त भन्दाखेरि समस्या समाधान भएन हो, यसरी चाहिँ प्रयोग गर्छ। अर्कोले भन्छ हागे मासिता खाइ मो नाकु। हागे मासिता भनेको हौसला दिनु होइन, हौसला दिएको कामै लागेन। खारे वा खाइस्या ओ एमेतेसी मात्ता, उसले जागिर छोडिदियो होइन। अर्कोले भन्छ कोरे दाके रेन्स्यौ सितानोनी, यसरी अभ्यास गरेर पनि कामै लागेन त होइन त। किन लागेन त भन्दाखेरि पछाडि के भन्छ सेन्टेन्सले, माकेता के भन्छ गोमेनले सुरुबाट भनौँ, कोरे दाके रेन्स्यौ सितानोनी, यसरी अभ्यास गरेर पनि माके तारा, अब यहाँ कन्डिसनल फर्म आएको रहेछ, हारे भने भन्ने अर्थ दिएको रहेछ होइन। माके तारा हारे भने खाइगा नाइ हो होइन, मेहनत खेर जान्छ, कामै लाग्दैन, व्यर्थ हुन्छ भनेर भन्छ। यतिको मेहनत गरेर अभ्यास गरेर पनि हारे भने त मेहनत खेर जान्छ अथवा व्यर्थै हुन्छ भन्ने अर्थ दियो। अब यति कुरा बुझिसकेपछि हामीले यति धेरै सेन्टेन्स बनाएर हेऱ्यौँ। अब रेन्स्यु, रेन्स्युमा के छ भने यति बेलासम्म पर्खेको कामै लागेन अथवा यति बेलासम्म पर्खेको के त व्यर्थै भयो, मिटिङ रद्द भयो, क्यान्सल भयो भन्ने कुरालाई अब तपाईँले एउटा सेन्टेन्स बनाएर कमेन्ट गर्नुहोस् है त। ल यसरी चाहिँ हामीले खाइगा आत्ते अथवा खाइगा आत्तेको नेगेटिभ फर्म खाइमो नाकु होइन अथवा खाइगा नाइ भन्ने अर्थमा पढ्यौँ अहिले है त। ल मिनासान गाम्बात्ते गर्नुहोस्।